म आफै पनि सुरुमा त चियाको पारखी अनि त्यस पछाडि अहिले थिएटर सँगसँगै प्र्याक्टिस गर्ने बेलामा सँगसँगै के रन गर्न सकिन्छ त प्यारलालली के कुरालाई अगाडि बढाउन सकिन्छ त इन्कमको सोर्सको रूपमा भनौँ न भन्दाखेरि चिया पसल नै आयो दिमागमा अनि आफूलाई पनि मनपर्ने आफूलाई पकाउन पनि मजा आउने त्यो हिसाबले चाहिँ चिया पसलतिरै लागियो। नमस्ते, म ऋषिकेश। अहिले मोतीदेवीमा टिटेल्स नामले क्याफे रन गरिरहेको छु, सँगसँगै थिएटर प्र्याक्टिस पनि गरिरहेको छु। म र 11 पढ्दाको साथी रोहित भन्ने साथी छ, ऊ चाहिँ धनुषादेखि जनकपुरदेखि हामी दुईटा मिलेर चाहिँ अहिले क्याफे रन गरिरहेका छौँ। टिटेल्स हामीले जग्गा ल्याएदेखि हेर्ने हो भने त अहिले 8 महिनाभन्दा बढी भइसक्यो, तर रन गर्न सुरु गरेको चाहिँ भर्खर यो हामी अहिले 3 मन्थ क्रस गरेर 4th मन्थ छुन लाग्यौँ अहिले चाहिँ। सुरुमा इनिसियल बजेट त हाम्रो अलि कम नै थियो, हामीले सोचेको बजेट भनौँ न, तर गर्दै जाँदाखेरि हाम्रो बजेट ठ्याक्कै इन्टु 2 भएको छ। यहाँ हामीले जुन हिसाबले यहाँ कबाडखाना थियो यहाँको हामीलाई फोहोर व्यवस्थापन गर्नलाई नै हामीलाई 35,000 to 40,000 चाहिँ लागेको छ। अनि यहाँको ढल व्यवस्थापन थिएन, ढलको कामहरू भयो, बिजुली थिएन, बिजुलीको कामहरू भयो, सबै सेटअप गर्दाखेरि हाम्रो जुन इनिसियल बजेट थियो हामीले जुन तरिकाले बाहिर देख्दाखेरि यो त इजिली बन्छ होला, ट्रस्ट हाल्ने त हो भन्ने खालको सोच आउँथ्यो। महानगरदेखि नक्सा पासदेखि लिएर जुन घर बनाउन जुन प्रक्रियामा जान्छ त्यही प्रक्रिया गरेर हामीले यो सबै गरेको छौँ। त्यो गर्दाखेरि चाहिँ बजेट चाहिँ हाम्रो इनिसियल सोचेको बजेट भन्दा चाहिँ हामी इन्टु 2 मा नि डबल बजेट लाग्यो हामीलाई सोचेको भन्दा, अनि त्यही नै हो। टिटेल्सको विशेषता त सुरुमा टिटेल्स कथा र चिया नै हो। अनि मैले आफूले पनि थिएटर गर्ने हिसाबले चाहिँ कथाहरू चाहिँ जोडिनुपर्छ है, चियासँग कथाहरू त जहाँ पनि अभियसली जोडेरै आउँछ। अनि त्यो हिसाबले हो। अनि अरू कुराहरू चाहिँ म पश्चिमको मान्छे भनौँ न, अर्घाखाँचीको मान्छे भएको हिसाबले चाहिँ मैले काठमाडौँमा खाना खाइरहेको तर ओरिजिनल टेस्ट चुकौनी बटुकमा पाइरहेको थिएन, अनि त्यो पनि म यहाँ सेल गरिरहेको छु। अनि अहिले मैले खाइरहेको चिया यो चाहिँ गुड चिया हो, गुडको चिया। यो अब मान्छेले अहिले चिनी छोडिरहेछ नि त, अनि त्यो भएको हिसाबले चिनीको अल्टरनेटिभ चाहिँ के हुन्छ त, सिधै के गर्न सकिन्छ त भन्दाखेरि गुल्मीको दिगामको गुड ल्याएर चाहिँ यसमा हामीले हालेर यो चिया पनि बेचिरहेको छौँ, स्पेसली यो। अनि फापरको फुलौरा बेचिरहेको छौँ। त्यो नै हो, चिया प्लस कोल्ड ड्रिङ्क्सहरू नै भनौँ न। अनि जसले पनि सोध्ने के पढ्नु भयो हो, कति पढ्नु भयो हो भनेर कुरा सुरु हुन्छ नि त। अनि त्यो हिसाबले चाहिँ मैले गर्दा 4 जनाले काम पाइरहनु भएको छ, घर यहीबाट खर्च चलिरहेको छ। त्यो त एकदमै आफूलाई आत्मसन्तुष्टिको कुरा हो, आफू सँगसँगै अरूको पनि आत्मसन्तुष्टि भएको छ। अनि यहाँ चाहिँ त्यस्तो हामीले स्टाफ भनेर स्टाफ तरिकाले ट्रिट गर्दैनौँ कि अब हप्तामा सबैलाई एक दिन बिदा बगैदा छ। अनि मलाई आज काम पऱ्यो, म निस्किनु पऱ्यो, हुन्छ। सबै इजी तरिकाले गर्ने बेलामा एकदम होमली इन्भाइरोमेन्ट नै छ भित्र पनि। अनि त्यो इन्भाइरोमेन्ट दिन पाउँदाखेरि चाहिँ आफैले आनन्द आउँदो रहेछ। अनि पार्टनर म त्यही कुरामा कुरा गर्छौँ कि कस्तो मजा भयो है, हामीले हेर्दा हेर्दै यस्तो स्पेस बनायौँ, यस्तो मान्छेहरू कमायौँ, यहीँ आउँदा साथीहरू कमायौँ होइन। अनि योभन्दा के चाहियो र हुन्छ कि हाम्रो जहिले कुरा। अनि दुईटा बसेर यहीँ चौतारीमा गफ गर्दै यो कुरा गर्छौँ कि हामीले फाइनल्ली बनाइयो हो है भनेर। अनि दुईटा मक्ख पर्ने बस्ने त्यही नै हो।